बहुत मजाको छ यस्तो छ जङ्गल। म जङ्गलतिर आइसकेको छु। बाख्रा बस्तु हेर्न त गोरु बाख्रा लिएर पानी परेकोले बादल खतरा देखिरहेछ होइन। यता बादल आकाश हेर। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सजाएर सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। आइसकेको छु लामो 2-4 महिनाको अन्तरालमा नयाँ भिडियो लिएर। आशा छ खत्रै भिडियो छ र हेर्नु होला। तपाईँले लाइक कमेन्ट सब्सक्राइबहरू सेयर गर्नु होला। आज म जङ्गलमा आइसकेको छु होइन। एकदम लामो भिडियो, कति 3-4 महिना भइसक्यो होला मैले भिडियो नबनाएको। आज बनाइरहेको छु। हेर्नु होला सबैले। बस्नु बाख्रामा छ, गोरुहरूमा पुगिसकेको छ होइन। उता हेर्दा आज जाने भनेको चाहिँ यो ठाउँमा हो म होइन। यस्तो छ वरिपरिको नजारा हेर्न सक्नुहुन्छ। जङ्गल यताउता पानी परेर धुम्म एकदम घाम पनि लागेको छैन, शीतल। यस्तो गर्मी मौसममा यस्तो समय यस्तै काम एकदम यस्तै वातावरण चाहिँ बवाल हुन्छ। आज म जान्छु उतो रुखतिर होइन। रुखतिर गएर बस्नुपर्ने हुन्छ। गोरुहरू उता गइसकेको छ। म जान्छु अब उतातिर होइन। जाने सब जाने। यता भिड छ यस्तो होइन। यी भिड यस्तो जङ्गल पाखा हो यस्तो हरियो यो सल्लाहको रुख छ यता। आज म उतातिर जान्छु र खेततिर गएर भेट्नुपर्छ र खेततिरको भ्यू त्यहाँको वरिपरि माहौल हेर्नुपर्छ। आज चाहिँ भिडियो छोटो मिठो र खतरा हुनेवाला छ। तपाईँ लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गर्नु होला। यस्तो छ गाउँको अवस्था। यस्तो जङ्गल। म जङ्गलतिर आइसकेको छु। बाख्रा बस्तु हेर्न त गोरु बाख्रा लिएर यता जङ्गली जङ्गल बवाल छ। बिहान पानी परेकोले बादल खतरा देखिरहेछ होइन। यता बादल आकाश हेऱ्यो भने आकाश झन् पुरै बादलले ढाकिरहेको छ। यता उँभो देखिन्छ ठाउँ एकदम बवाल छ। आजको भिडियो चाहिँ एकदम बवालै हुनेवाला छ है त। यस्तो छ भ्यू होइन। नजारा फेरि नजारा चाहिँ एकदम कडक छ। यता म चाहिँ जङ्गल यो साइड जाने हो बस्तु बाख्रा लिएर। यो खेत छ यहाँ अलिकति देखिरहेको छ। यो खेततिर म लिएर जान्छु। बाख्राहरू यो जङ्गलतिर छिरिसकेको छ। अब म लाग्दैछु होइन। यस्तो दामी हावापानी चिसो मौसम चिल छ। यस्तो ठाउँ दामी बादल लागेर भ्यू चाहिँ खतरा देखेको छ होइन। पारी घरहरू टन्न खतरा छन्। केही बयान गर्न सकिँदैन होइन। गोरुहरू चाहिँ यता परतिर गइरहेछ। अब म पर्दै जानुपर्ने हुन्छ। यस्तो जङ्गल अहिले हरियाली हुँदैछ। यस्तो जङ्गल छ उँभो। म यताबाट आएको यता जङ्गल छ उँभो यस्तो हैट। आमा भोलि पर्सितिर चाहिँ यो डाँडा पारीको कटेर उता जङ्गल जान्छु। आज चाहिँ यतै छु म होइन त। गोरुहरू यतै छ, म पनि यतै छु। त्यो जाने चाहिँ म त्यहाँ हैट। बवाल छैन त ठाउँ। त्यो रुख मुनि गएर बस्नुपर्छ म। यतातिर हेर्दाखेरि खेतहरू घाँस टन्न पलाएर छ। पारी म चाहिँ धारातिर आइसकेको छु। धाराको कस्तो छ त अब गर्मी पनि हल्का। घारीको बाटो हिँड्दाखेरि यस्तो घारीको बाटो हिँड्दाखेरि थोरै गर्मी त भइहाल्छ होइन गाइस। यस्तो सुन्दरताले भरिपूर्ण भएको फुल यसरी फुल्छ हाम्रो जङ्गलमा। घुमै राम्रो छ त यो त फुल। यस्तो फुलहरू फुलले भरिएको जङ्गलमा आज म गोठाला गर्दैछु यही जङ्गलमा। यस्तो फुल अब यस्तो पारामा थोरै चाहिँ होइन। यस्तो मुख हुनुपर्ने हुन्छ गाइस।
अलिकति ह्यान्डसमको पनि ह्यान्डसमै भइयो कि नि त अब आमापट्टि जतिर जानुपर्छ यस्तो आमामा फुल धाराको चिसो पानी खाइदिउँ लाग्छ। आइसकेँ म चाहिँ बस्ने ठाउँमा घर यस्तो बनिएको छ। अच्छा बस्ने ठाउँ चाहिँ आइसक्यो यस्तो बवाल हो अब म चाहिँ यहाँ झ्याप लाएर बस्नुपर्ने हुन्छ। यहाँ यस्तो भ्यू उँभोको यस्तो भिड छ। यो वरिपरि बाख्रा भयो गोरु उता छ 3टा एउटा गाई 2टा गोरु बाख्रा कति 20-25वटा यता छन् बाख्रा। जङ्गल छिर्सक्यो बाख्राहरू चाहिँ। अब म चाहिँ अब दिनभरि यही ठाउँमा बस्ने हो। सुत्नु त के सुत्नु होइन पानी परिहाल्छ। पानी पर्ने मौसम छ। अब पानी पर्छ अब सुत्न मिल्दैन। अब मस्त मोबाइल गेम खेल्दै बस्ने ओके। हेलो गाइस हामी खट एक्सर्साइज खानेवाला छु। अब ढुङ्गाहरू सुमामा भर गर्नेवाला छु। तपाईँहरू देख्नुहुन्छ ओके लेट्स गो। मसँग रहेछ यो ढुङ्गा सुरुमा यस्तो हल्का उसमा हाल्नेवाला छैन। हाराइदिनु मैले नआइसकिनँ। हेलो गाइस मैले के खाने विचार गरिसक्यो भने तपाईँहरूले देख्न सक्नुहुन्छ मैले के खाँदैछु भन्ने कुरो चाहिँ अब 1 2 3 केरा। म केरा खान आँटिरहेको छु। एउटा कोसा चाहिँ मैले अघि खाइदिइसकेँ। अब एउटा बाँकी छ। अब एउटा चाहिँ खाइदिइहालौँ। यस्तो बडी देखाएर खाइदिउँ न त होइन। बडी मेरो बडी चाहिँ अब विश्व सुख तास्नुपर्छ गए। तपाईँहरूलाई केरा तास्नु आउँदैन भने सिक्न सक्नुहुन्छ। यसरी यसरी सरक गर्ने यसो गर्ने यसो गर्ने फेरि यहाँ अटेर तान्ने यसरी फेरि तान्ने यसो गर्ने कुखुरा अब बाख्रालाई बोलाउनु पर्छ हेर्नु चाहिँ। मैले अब केरा खान्छु गप लाएर। बहुत मजाको छ यस्तो त हजार छ। ओहो माइ गड बाख्राले बोलाउँछु कति आउँछ हेर्नु सक्नुहुन्छ त अब तपाईँहरूले। अनि ल 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 बाख्रा आउँछ यसरी। ल ल ल ल ल ओहे ल ल यसरी खान्छ केराको बोक्रा। तिमीहरूले खाइसक्यो अब। ल ल अच्छा ल ए तँले मात्रै खाएर हुँदैन। भोलि भोलि खानु तपाईँ
यसरी खान्छ बाख्राले केरा। ल जा चर्नु जा केटा हो। गोरुमा रातो गोरु यता छ। बाख्रा चाहिँ जङ्गलबाट निस्किसक्यो गाइस होइन। अब म यसो कल हान्नु पर्ने हुन्छ है त। ल गाइस खत रहेछ है आजको भिडियो भयो होइन। त्यसैले म अब घरतिर लागिसकेको छु। गाडी पर्साउँदै यस्तो बाटो छिर्नुपर्छ हामी। यस्तो बाटो छिर्नुपर्छ गाडीमा। यस्तो कोरे